हेलो एभ्रिवान, वेलकम बैक टू आवर यूट्यूब चैनल यन ट्युटोरियल। साथीहरु म धेरै दिनपछि फेरि पनि उपस्थित भइसकेको छु सिटिभिटी स्टुडेन्टको लागि फर सिटिभिटी स्टुडेन्ट। आजको भिडियो हाम्रो इन्फर्मेटिभ भिडियो हुनेछ र आजको भिडियो म थोरै तपाईहरुलाई चाहिँ के भन्न खोजे भने म एउटा कम्युनिटी पोस्ट हालेको छु र त्यो पोस्टमा मैले के भनेको छ भने फिफ्थ सेमेस्टर एन्ड अर्को चाहिँ थर्ड सेमेस्टर, यो दुईटा सेमेस्टरबाट कुन सेमेस्टरको भिडियो चाहिँ ल्याउनु पर्यो। तपाईहरुलाई मैले कम्युनिटी पोस्टमा भोटिङ गर्न भनेको छ फिफ्थ सेमेस्टरको भिडियो उपयुक्त हुन्छ कि थर्ड सेमेस्टरको। जुन सेमेस्टरको विद्यार्थी धेरै नै हुन्छ, जुन सेमेस्टरको विद्यार्थीको भोट बढी हुन्छ, फिफ्थको बढी हुन्छ भने फिफ्थको भिडियो र थर्डको भिडियो के अरे भोट बढी हुन्छ भने थर्डको भिडियो लिएर आउनेछु। र अहिले चाहिँ म क्लास 10 को लागि रेगुलर भिडियो अपलोड गर्दैछु क्लास 10 को लागि। र यदि तपाईहरुको चाहिँ भोटिङ राम्रो आयो भने म यहाँ सिटिभिटी को पनि भिडियो सुरु गर्नेछु यही यन्टु ट्युटोरियल च्यानलमा। र यो यन्टु ट्युटोरियल च्यानलमा अझै पनि यो भन्दा अगाडि नै हामीले धेरै भिडियो बनाइसकेका छौं र धेरैजना विद्यार्थी साथीहरुले चाहिँ कमेन्ट पनि गरेको छ, धेरैजनालाई हेल्पफुल पनि भएको छ है। अब चाहिँ हामीले ढिला नगरिकन एकदमै डेली भिडियो चाहिँ अपलोड गर्नेछौं र तपाईहरुलाई के कसो समस्या छ भने रेगुलर हामीसँग चाहिँ कनेक्ट गरेर चाहिँ हामीले प्रब्लमहरु शेयर गर्दा हुन्छ। कुन सेमेस्टरको चाहियो अनि अर्को चाहिँ त्यसर्थ कमेन्ट गरिराख्नु भएको छ, तपाईहरु खुसी पनि लाग्छ। र के हुन्छ भने कुन सेमेस्टरको चाहियो, कुन सब्जेक्टको चाहियो भनेर कुराहरु पनि आउँछ है त साथीहरु। आज चाहिँ मैले तपाईहरुलाई यही इन्फर्मेसन दिनको लागि थोरै सर्ट भिडियो बनाए र यो भिडियोजलाई सकभर तपाईहरु धेरै भन्दा धेरै शेयर गर्दिनु होला। सँगै पढ्ने साथीहरुसँग प्राय बढी नै शेयर गर्नु होला। र हस्त आजको लागि यति नै, धन्यवाद। हामी भेट्ने छौं नेक्स्ट भिडियोमा।